नमस्ते साथीहरू। विश्वास लाग्दैन होला तपाईँहरूलाई तर यो सत्य हो कि नेपालले मलेसियालाई 5 विकेटले डालेको छ प्र्याक्टिस म्याचमा। कुनै पनि फ्यानहरूलाई विश्वास भइरहेको छैन। तर मेजर टुर्नामेन्ट अगाडि यस्तो किसिमको ब्याटिङले पनि हौसला पक्कै बढाउनेछ टिमको। प्र्याक्टिसमा मात्र होइन कि अब मेन गेममा पनि यस्तै ब्याटिङ चलोस् हामी सबैको कामना त्यही रहेको छ। मैले त सुरुबाट हेरेको थिइनँ तर मलाई विश्वास नै भइरहेको थिएन जब अन पेपर हेरेँ मैले। पहिलोपटक स्कोर हेर्दा विश्वास लागेन कतै कतै मेन प्लेयर खेलाएको थिएन कि अभ्यास खेल भनेर यत्तिकै हल्का लियो कि भनेर। यसो चेक गर्दा त सबै मलेसियाको सिनियर मोस्ट टिमकै खेलाडीहरू रहेछन्। मलेसियाको टिममा लगातार खेलिरहेका मुख्य खेलाडीहरू नै उतारेको थियो आज। नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै खेललाई आफ्नो नियन्त्रणमा लिएको कारण नै यो चेज यति सहज र निकै आक्रामक यानि भयानक देखिन पुगेको छ। मलेसियाका खम्बाहरू को थिए भन्दा सैद अजिज मलेसियाका क्याप्टेन नै हुन्, टिमका सबैभन्दा विस्फोटक अलराउन्डर नै हुन्। सादत रामली भए आजको खेलमा मलेसियाको तर्फबाट सर्वाधिक 61 रनको इनिङ खेल्ने खेलाडी, उनी पनि मोस्ट अफ द सिनियर्स खेलाडीमै पर्छन्। सैफुल्लाह मलिक भए अनि एसए मुबारक भए मलेसियाको सिनियर टिमबाट लगातार इन्टरनेसनल म्याच खेल्दै आएका स्थापित ब्याटरहरू हुन् जसले आज पनि 40-40 को आँकडा त छोए। वीरेनदीप सिंह भए अर्का अनुभवी खेलाडी, चिन्नुहुन्छ तपाईँ, उनी पनि आज खेलमा थिए। पवनदीप सिंह थिए, विजय उन्नी रहेका थिए मलेसियाका मुख्य स्पिन हतियारहरू जसले नेपालको ओपनिङ साझेदारी तोड्न निकै नै सङ्घर्ष गर्नु पर्यो। आज यति ठुलो अनुभवी टिम सामु नेपालले यसरी डोमिनेट गर्नु भनेको यो चान्चुने कुरा होइन। प्र्याक्टिस म्याचमा आश गर्न सकिन्छ। अब प्रेडिक्सन सही साबित भएको छ मेरो। एसिसी मेन्स प्रिमियर कपमा नेपालले अब डोमिनेट नै गर्छ योचोटि। मैले भनेको थिएँ नि जे होस् यसपटक मलेसियन भूमिमा डोमिनेट गर्ने छाँटकाँट देखाइसकेको छ हेर्नुहोस्। त्यसकारण मैले त्यति कन्फिडेन्ट भएर अस्ति भनिरहेको थिएँ कुराहरू। त्यसको एक झलक मात्रै हो आज त हामीले देखेको। अभ्यास खेल हो, त्यसबाट आइडिया हुन्छ कि यो कन्डिसनमा ब्याटिङ गर्न नेपाली ब्याटरहरूलाई कति मजा आउने होला छ र नेपालको स्पिन आक्रमणको कति बलियो झलक होला। सन्दीप, ललित, दिपेन्द्र सबैले विकेटले करण केसी प्र्याक्टिस म्याचेसहरूमा लगातार राम्रो देखेका छन्। अब एकछिन खेलको सरसर्ती नालीबेली म डिस्कसन गर्छु, त्यसपछि के नेपाल तयार छ त वा अझै केही बाँकी छ सुधार गर्नुपर्ने, त्यसपछि छलफल गरौँला। र बोनसमा नेपालले यसपटक एसिया कप खेल्ने अठोटको लागि प्रिमियर कपमा अपनाउन सक्ने या अपनाउनु पर्ने त्यो रणनीति के हुन्छ त त्यो बुझाउला है त। ओपनर आसिफ शेखको शतकसँग 161 रनको विशाल विस्फोटक इनिङ, अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी एसिसी मेन्स प्रिमियर कप अगाडिको यो प्र्याक्टिस म्याचमा आज नेपाली फ्यानहरूलाई गुजबम्स दिलाउने ब्याटिङ। 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भयो। डकट प्लेस अनुसार 48 ओभरमा 228 रनको लक्ष्य तयार भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमा 1 विकेट मात्र गुमाएर पुरा गरिदियो। यो चेज कति सहज र कति आक्रामक थियो भन्ने एउटा इक्जाम्पल यो पनि हो। आसिफ शेखको तुफानी 161 रन, 85 बलमा 161 रन, तुफान 12 चौका 12 छक्का। यो स्ट्राइक रेट हेर्दा यसलाई राम्रो ब्याटिङ नभन्नुहोस्, तपाईँ यसलाई आधी तुफान भयानक जे नाम दिनुहोस्। आसिफले अर्जुन कुमालसँग 220 रनको ओपनिङ पार्टनरसिप गरे जुन आफैमा एउटा विशाल आँकडा हो। अर्जुन कुमाल 61 रनमा नट आउट भए। एउटा यङ्गस्टरको लागि योभन्दा राम्रो सुरुवात के हुन सक्थ्यो। त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको थियो मलेसिया। 48.2 ओभरमा अल आउट भएर 232 रन बनाउन सक्यो। मोहम्मद सादत रामली 61 रन उनले बनाए। सैफुल्लाह मलिक 45, सैद अजिज 40, वीरेनदीप सिंह 39। नेपालको लागि बलिङमा क्याप्टेन सन्दीप लामिछाने 10 ओभरमा 36 रन दिएर 4 विकेट लिए। अनि करण केसीको 2 विकेट। यो दुईजनाले त लगातार विकेट दिलाउँदै आइरहेका छन्। अनि ललित राजवंशी, दिपेन्द्र सिंहरी सबैले 1 विकेट। यसअगाडि नेपालले भारतमा पनि अभ्यास खेलमा कर्नाटकलाई यसरी नै हराएको थियो। सो नेपालले फर्मलाई कन्टिन्यू दिन सक्छ कि सक्दैन त मेजर टुर्नामेन्टमा। किनकि हेर्नुहोस् दुई फरक ओडे म्याचमा अभ्यास नै भए पनि दुई फरक ब्याटरहरूबाट टप अर्डरका शतक आएको छ के होइन। यो राम्रो पक्ष हो नि त। अब हेरौँ मलेसिया र एसियन सब कन्टिनेन्टमा नेपालको बलियो हतियार स्पिन र आफ्नो ब्याटिङलाई बनाउन खोजेको छ। एसिसी मेन्स प्रिमियर कपमा यो मैले भनेको थिएँ तपाईँहरूलाई, टिम अनाउन्समेन्टको भिडियोमै भनेको थिएँ। हेर्नु भएको छैन भने तपाईँले प्लेलिस्ट चेक गर्नु होला या माथि आई बटनमा म राखिदिउँला, त्यहाँबाट पनि गएर हेर्नुहोस्। अब त म 200% स्योर छु कि मेरो यो सोच र अनुमान सही थियो भनेर। नेपालको यो स्ट्रेटेजीको पछाडि 3वटा मुख्य कारण मैले देखेँ। एक त हो स्पिनको दबदबा र क्याप्टेनको भूमिका। मलेसियाका विकेटहरू सामान्यतया स्लो र टर्न हुने खालका हुन्छन्। सन्दीप लामिछाने क्याप्टेन भएपछि टिमको स्पिन कमान्ड झनै बलियो बनेको छ। आजको म्याचमा पनि सन्दीपले 4 विकेट लिएर मलेसियाको मिडल अर्डर ध्वस्त पारे जसले कन्डिसन्समा नेपाली स्पिन अट्याक कति घातक हुन सक्छ भन्ने प्रमाणित गर्छ। टिममा ललित राजवंशी जस्ता कसिलो बलिङ गर्ने इकोनोमिकल स्पिनर पनि रहेका छन् लेफ्ट आर्म, अनि बसिरले पनि गर्न सक्छन्। त्यसपछि दिपेन्द्र, अफ स्पिन रोहित आफै। सो जालमा फसाउन नेपालसँग सबै छ बाँकी अप्सन, हतियारहरू भनौँ न स्पिनमा। दोस्रो ओपनिङ ब्याटिङ र डेप्थ हेर्नुहोस्। नेपालको यो टिममा सबैभन्दा ठुलो चिन्ता के थियो? ब्याटिङ इन्कन्सिस्टेन्सी होइन। तर आसिफ र अर्जुनले आज जस्तो किसिमको 100+ को पार्टनरसिप गरे ओपनिङ, त्यो पनि देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, बसिर अहमद प्रपर ओडिआई ब्याटरहरू पनि छन्। दिपेन्द्र सिंह हैरी, गुलसन झा जस्ता विस्फोटक ब्याटरहरू तल्लो क्रममा छन्। त्यस कारणले गर्दा नेपालले डोमिनेट गर्ने योजना बनाएको छ ताकि यसको ठुलो चेज गर्दा पनि होस् या खडा गर्न आफूले टोटल बनाउन पनि होस् गाह्रो नहोस्। अनि त्यसपछि बेङ्गलोरको 10 दिने जुन क्याम्प रहेको थियो नि तेस्रो नम्बरमा मैले नोटिस गरेको
नेसनल क्रिकेट एकाडेमी एनसिएमा 10 दिनसम्म कडा अभ्यास गर्यो नेपालले। त्यहाँ विशेष गरी स्पिन बलिङलाई कसरी खेल्ने, ओसिलो स्लो कन्डिसनमा कसरी स्पिन गराउने भन्नेमा नै बढी केन्द्रित रहेको थियो भन्ने मैले जानकारी पाएको छु नेपालको पुरा अभ्यास भनौँ, जसको नतिजा आज मलेसिया विरुद्धको म्याचमा देखियो। नेपालले मलेसियालाई अगस्त 31 मा बहराइनलाई पनि यही रणनीतिमा दबावमा राख्न सक्ने हो भने नेपाल इज मोर देन रेडी भनेर हामीले बिलिभ गर्नुपर्ने ठाउँ हुन्छ। तर अझै सुधार गर्नुपर्ने केही ठाउँहरू बाँकी छ। मलेसिया विरुद्धको आजको खेल टिमको लागि, मनोबलको लागि, मोमेन्टमको लागि उत्कृष्ट जित भए पनि एसिसी मेन्स प्रिमियर कप र ओडिआई टिमहरूमा अन्य जति पनि टिमहरू छन्, केही गाह्रो हुन्छ। त्यहाँ सुधार गर्नुपर्ने सबैभन्दा ठुलो भनेको ब्याटिङ इन्कन्सिस्टेन्सी होइन। आज अब आसिफ शेखले 150 प्लस इनिङ खेले होइन, तर उनको सधैँ ब्याटिङ एकै नाश नहुन सक्छ। यो असफलता प्राय दोहोरिन्छ भनौँ होइन। त्यसपछि आउँछ टप अर्डरले नगर्ने बित्तिकै ब्याटिङ कोल्याप्स, हतारमा विकेट जाने पुरानो समस्या। त्यो नदोहोरियोस् भन्नको लागि नै सुधार गर्नुपर्ने नेपालले हेर्नुपर्ने पक्ष रहेको थियो। मलाई लाग्छ आसिफ र अर्जुनको आजको ओपनिङ पार्टनरसिप देखिसकेपछि, बिचमा देवको हिजो अस्तिको त्यो शतक देखिसकेपछि हो अलिकति इशानको चिन्ता छ। त्यसमा रोहित त अब युरोपियन कन्डिसनमै ठिकठाक देखिँदै थिए। मलाई लाग्छ खेलिहाल्लान् उनले। सन्दीप जोरा होइन, बसिर अहमद लेफ्ट एन्ड राइट कम्बिनेसन। यसरी हेर्ने हो भने तल्लो क्रममा मैले भने दिपेन्द्र, गुलसनहरू सबै छन् भनौँ फिनिसरहरूको लागि। करण केसी मुनि त अब भनौँ न। सो यस कारणले गर्दा हामी फुल हुनुपर्छौँ कि ओपनिङ स्ट्यान्ड राम्रो भइदिने हो भने ब्याटिङको आँकडा यसै पनि राम्रो देखिन्छ। सो आसिफ र अर्जुनमाथि ठुलो ठुलो जिम्मेवारी हुनेछ आजको जस्तै होइन। यदि फुल पोटेन्सियलमा चल्यो भने त यस्तो प्रकारले पनि हुन सक्ने रहेछ। यसमा कुनै लिमिटेसन्स देख्नुभयो त? केही पनि देखिएन भनौँ न। मैले ब्याटिङ कसरी गरेँ दुवैजनाले त्यो चाहिँ हेर्न पाइनँ किनकि लाइभ थिएन होइन। तर सुने अनुसार र पेपरमा अन पेपर हेर्ने पनि उनीहरूको स्ट्याट्स एकदमै एकदमै सजिलोसँग यो विकेटहरूमा ब्याटिङ गर्न गाह्रो छैन। यसबाट त्यो पनि बुझिसक्यौँ हामीले, किनकि हेर्नुहोस् फ्ल्याट विकेट धेरै त हुँदैन थियो भन्ने भनाइ थियो, तर फ्ल्याट बनाइएको रहेछ। एटलिस्ट आजको म्याचमा हेरेर मलेसियन विकेटहरूलाई ट्रस्ट गर्न सकिने देखिएको छ। सो नेपालको स्पिनले जुन मैले भने नि, इभन बेङ्गलोरमा पनि पानीले बल भिजाएर स्पिन गर्ने ट्राई गरिरहेका थिए अरे स्पिनरहरू अधिकांश समय होइन। ओसिलो कन्डिसनमा खेल्नको लागि कस्तो होला, स्पिन गर्नको लागि के गर्ने भनेर नै। सो त्यो प्लानले अब सबै एक्जिक्युट आज गर्यो राम्रोसँग नेपालले। तर प्र्याक्टिस म्याच हो, प्रेसर हुँदैन थियो। तर मेन प्र्याक्टिस म्याचलाई बिर्सेर अब मेन गेममा आइसकेपछि चाहिँ यही किसिमले रिपिट गर्न सक्छ या सक्दैन त्यो पनि हेर्न लायक रहनेछ। प्लस बलिङमा त चिन्ता कहिले पनि थिएन मलाई अनेस्टली होइन। तपाईँ मिडियम फास्ट अलिकति विक त म भन्दिनँ, अलिकति लाइटली चाहिँ छ, किनकि सम्पाल कामी नहुँदा, नन्दन नहुँदा, हेमन्त भनौँ, गुलसन र करण केसी यो तीनजनामाथि नै ठुलो जिम्मेवारी छ। यद्यपि तपाईँको मेन हतियार र तपाईँको रणनीति नै स्पिनको वरिपरि बनेको छ भने स्ट्रेटेजी त्यति धेरै तपाईँले चिन्ता गर्न सक्नुहुन्न त्यसमा, किनकि त्यसै पनि करण केसी स्ट्राइक बल विकेट पनि पाइरहेका छन्। अलिकति एकाधमाथि टप अर्डरमा अलिकति सफलता दिलाइदिने हो भने पहिलो 10 ओभरमा भनौँ, स्पिनरहरूको लागि त मिडल ओभर्स त छँदै नै छ। सो म फेरि पनि भन्दैछु आफ्नो स्टेटमेन्टलाई कि नेपाल यो टुर्नामेन्टमा एसिया कप खेल्नको लागि मात्र होइन, डोमिनेट नै गरेर च्याम्पियन बन्नको लागि गएको छ र दावेदार पनि छ। टु बी अनेस्ट म भन्दैछु नेपाल विल बी द च्याम्पियन। अहिले म प्रेडिक्सन गर्दैछु, तपाईँहरूले राख्नु होला सेभ गरेर। च्याम्पियन बन्छ नेपाल आरामले एसिसी मेन्स प्रिमियर कपको। त्यसपछि नेपालले के गर्छ त भन्दा खेल्छ एसिया कप है त। बाँकी अब नेपालले खेल्ने टिमहरू चाहिँ कस्ता कस्ता छन्, कतिको बलियो छन्, कतिको पानीमा छन्, यसको विषयमा म तपाईँहरूलाई आगामी दिनमा अरू टिमहरूको प्रतिद्वन्द्वीहरूको नेपालको ग्रुपको टिमहरूको चाहिँ एनालाइसिस गरेर या भनौँ उनीहरूको बारेमा अलिकति भनौँ न रिसर्च गरेर को खतरनाक होलान्, को अलिकति के होलान्, त्यो सबै सम्बन्धी म भिडियो बनाएर तपाईँहरूसँग उपस्थित हुने नै छु। सो तपाईँहरूलाई भने कस्तो लाग्यो आजको म्याच भनौँ या जुन स्ट्रेटेजी नेपालले अप्नाउने छ अब यस सम्बन्धी लिएर तपाईँहरूको धारणाहरू के छ त्यो पनि कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोस्। आजको लागि म अहिलेको लागि पनि छुट्टिन्छु। म तपाईँहरूसँग नेक्स्ट यो ग्रुप एनालाइसिस लिएर आउनेछु है त। नमस्ते।